आदरणीय महानुभावहरू, नमस्कार। निर्वाचन नजिकिसकेपछि मौन अवधि सुरु हुन अब केही समय मात्रै बाँकी छ। सम्भवतः निर्वाचनको सक्रिय समयको निर्वाचन अपिल सम्बन्धी मेरो यो अन्तिम भिडियो हो। फागुन 21 गते परिवर्तनको घण्टी बज्नुपर्नेछ। अहङ्कारको अन्त्यको घण्टी बज्नुपर्नेछ। अनि ती झुटा आश्वासनहरू हरेक चुनावमा तपाईँ हामी जनतालाई भोट ब्याङ्क बनाएर झुटा आश्वासन बाँड्नेहरूको अब त्यो खोक्रो आश्वासनको अन्त्यका लागि घण्टी बज्नुपर्नेछ। 10औं-12औं वर्षदेखि अल्पत्र राखिएका र चुनावका बेलामा मात्रै ती योजनाका कुराहरू हुनेहरूका विरुद्ध घण्टी बज्नुपर्नेछ। अनि तपाईँ हामी देशमा केही गरौँ भनेर आँट गरेकाहरू पनि देशबाट पलायन हुनुपर्ने अवस्थाका विरुद्ध घण्टी बज्नुपर्नेछ। मेरो सम्पूर्ण परिवर्तनका पक्षधर आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनीहरूमा पुनः अनुरोध छ, एकपटक मात्रै हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टीवाहक उम्मेदवारहरूलाई जिताउन लागौँ। उनीहरूलाई जिताउनका लागि भोट दिउँ। 5 वर्ष उनीहरूले सरकार चलाउँदा तपाईँ हाम्रो आशा अनि अपेक्षा अनुरूप काम गरेनन् भने आगामी संसदीय निर्वाचनमा उनीहरूलाई एकै पटकमा पाखा लगाउला। जसरी हामीले 64 सालको निर्वाचनमा तत्कालीन माओवादीलाई जिताइसकेपछि आशातीत उपलब्धि प्राप्त हुन नसकेपछि हामीले पाखा लगायौँ। 72 सालको भूकम्प पछाडि निर्वाचनमा नेकपा एमालेलाई अग्रपङ्क्तिमा ल्याउन पनि तपाईँ हामी जनताले नै अगाडि बढायौँ। यसपटक रासोपालाई जिताउँ। निर्वाचनमा जितिसकेपछि तपाईँ हाम्रो जनअपेक्षा अनुरूप काम गरेनन् भने अर्को पल्टको निर्वाचनमा पार्टीको नामै परिवर्तन गर्न पर्ने गरी विदाय गरौँ। यसपटक तपाईँ हाम्रो एकता, त्यो एकता मतपत्रमा घण्टी छापमा स्वस्तिक चिन्ह लगाई घण्टीवाहक उम्मेदवारलाई विजयी गराउनका लागि लागौँ। एकपटक यसै पटक युवाहरूलाई जिताउनका लागि लागौँ। सबैले आफ्नो ठाउँबाट अन्तिममा एकपटक ब्यालेट बक्समा मतपत्र पटाएर राख्नुभन्दा अगाडि स्वस्तिक छाप लगाउने बेलामा एकपटक सोचौँ। तपाईँ हाम्रो निर्णय हाम्रा लागि मात्रै नभई भावी सन्ततिका लागि निर्णय हुनेछ। सम्पूर्णलाई अनुरोध सहित जय घण्टी।